दिदी हामी कहाँ हिँडेको किन अब कति मिनट लाग्छ गण्डकी जान ल बाटोमा झ्याप्पै भेट हुँदैछ मम्मीहरू नुहाएर आइसक्नु भयो मम्मी र आन्टी नुहाएर आउनुभयो हामी जाँदैछौँ बाटो त दुःख रहेछ है दिदा राम्रोसँग हिँड है यता नि हुनुहुन्छ है गाइजहरू दिव्या कति ठुलो ढुङ्गो हेरौँ नि यो पाइप गाई वंश समाजले चाहिँ यो भगवान रूप मानेर माथि कुलताको मजालाई राख्ने प्लान गरिरहेको छ तर यो डोजर यहाँ ल्याउने बाटोसम्म बनाउँदाखेरि लान सकिएको छैन हाम्रो यो गणेश भगवानको मूर्ति हो दिदी अरू थप जानकारी दिनुहोस् त ए पहिला हाम्रा बुढी सासूहरूले यही दुःख बाटो राति नै आएर यहाँ ओखर यहाँ पानी कुरेर पानी भरेर बोक्नु भएको अरे अहिले हामीलाई एक दिन नहुन आउन पनि यो चाल्छ हिँड्नै सकिँदैन त्यही त आजभोलिका मान्छे सुविधा भएर के हो पानी बोक्न पनि पर्दैन धारामा यहाँ आउँछ धेरै सुख सुविधा भएर होला कि एक दिन नदीमा नहुन आउनु खोज्दाखेरि पनि बाटोमा नदेख्दै जस्तो चालामालाई बाँसको पातले पनि हो कि नटी जस्तो लागेको यति टाढाबाट पानी बोकेर हामी अघिल्लो दसैँमा हो कि यति टाढाबाट पानी बोकेर हाम्रा बुढाहरूलाई हुर्केर गएको हाम्रो सासूहरूलाई मान्नै पर्छ मान्नै पर्छ हो ल अर्को यहाँ हामी ओख्री आयो होइन दिदी अघिल्लो दसैँमा हामी यही आएको लुगा दिनु हाम्रो वडा नम्बर 10 को चाहिँ एउटा पुरानो पानीको कुवा ओख्रे भन्ने ठाउँमा भएको पानीको कुवा यही हो अहिले मर्मत भएर हल्का पानीलाई संरक्षण गर्नको लागि ओत राखिएको छ पहिला यहाँ ओत थिएन सानो कुवा थियो कुवाबाट पानी भरेर राति 4 बजेदेखि आएर पानी कुरेर भरेर लान्छौँ हामीले भन्नुहुन्छ मम्मीहरूले अब अहिले हामीलाई धारामै पानी आउँछ के र सुविधै छ आफ्नो भागी आइछ हामी त कहिले कस्तो यस्तो आउने हो रमाइलो मान्दै होइन दिदी यहाँ नाग भगवानको थाहा छ भने देखाउनु यहाँ पूजा नि हुन्छ है नि पछि पछि नाग पञ्चमी हामीले यहाँ पूजा गर्छौँ अब गण्डकीको एकदम नजिक अवस्थामा पुगेका छौँ यहाँ देखिसकेको छ हाम्रो के अरे शालिग्राम नदी शालिग्राम क्षेत्र जहाँ यो शालिग्राम भगवान कालीगङ्गाको काखमा बस्नुहुन्छ कालीगङ्गाकी विश्वको एउटा आमाको रूपमा रहेकी कालीगङ्गा हो जहाँ शालिग्राम भगवानलाई कालीगङ्गाले आफ्नो साथमा लिएर सधैँ निरन्तर बगिरहनुहुन्छ यसको भिन्दै पौराणिक महत्त्व छ त्यसैले हामी चाहिँ बेला मौकामा स्नान गर्नको लागि कालीगङ्गामा आउँछौँ ल हामी काली गण्डकीमा आइयो अलिअलि पाइला छन् यहाँ मान्छे आएर त गएका छन् दिदीलाई तयारी भयो पूजाको बत्ती बाल्ने यहाँ राखेर फुल सहित राम्रा फुलहरू छन् अनेक प्रकारका रङ्गी चङ्गी फुलहरू छन् यो शिवलिङ्ग बजाइहरूको फाल्नु पर्यो फेरि अर्को ल हामी पूजा गरेर अब दिदीले जल लिन थाल्नु भयो अब अस्मिताले जल ल्याइछिन् दिव्या अब हामी फर्किने होइन त नुहाएर सकियो ब्याग बोकेर फर्कियो हामी सबै फर्कियौँ यस्तो राम्रो ठाउँ छ है यस्तो सम्मुखै बोलाउनु पनि सक्यो अहिले यहाँ पिपललाई जल चढाउँदै हिँड्नु भयो सेसे भयो अलिअलि अर्को बाटो जाने अहिले फेरि पूजा दिदीको भाउ त मलाई अर्को बाटो हिँड्ने फेरि अहिले धेरै माथि आयो नि हामीले नुहाएको गण्डकी अझै देखिरहेको अब हामी घरतिर नजिक हुँदैछौँ
अमला बुढो हेर्ने हिँड्ने हो अमला छैन हो छ नि ऊ अलिअलि टिप्न सकिन्न कि हेर्ने हिँड्ने हो रोडमा आइयो अब त्यसले हामी घर आइयो पूजा दिदीको घर हो माथि केहा दिदीहरू जानुहुन्छ छिटो रेडी भएर राम्री भएर आउनु पूजा हातमा हामी नि घर आइयो दिदीले गण्डकीको जाम तुलसीको मठमा खनाउनु भयो तुलसी गङ्गालाई स्नान गराउनु पर्यो